गुड मर्निङ टु एभ्रिवान। आज हामीहरूको यात्रा प्युठान जिल्लासम्मको रहनेछ र म एकदमै तयारी भएर अहिले म बरघाट टिसिएन चोकसम्म आइसकेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यहाँबाट पूर्वको गाडीहरू अथवा काठमाडौँको गाडीहरू लाग्नेछ र मैले काकालाई रिसिभ गरेर हामी काका बतिज दुवैजना अनि हामी यात्रा गरिसकेका छौँ बरघाटदेखि र हामी भैरवा हुँदै अहिले लुम्बिनी आइसकेका छौँ र लुम्बिनी पनि क्रस गर्दै तौलियाको यो माथिको टावर तपाईँले देख्न सक्नुहुन्छ र तौलियादेखि गोरुसुङ्गेको यो यात्रा हरियाली मनमोहक दृश्यले हामीलाई एकदमै लोभ्याएको छ र हामी काका बतिज फेरि कपिलवस्तुसम्म पुगिसकेका छौँ हामी सबैजना। अनि एक ठाउँबाट हामी फेरि यात्रा गर्दैछौँ र यो भाइरल रोड तपाईँले देख्न सक्नुहुन्छ एकदमै दुईटा पहाडको बिचबाट यो रोडहरू बनाइएको छ भाइरल। अहिले हामी धानखोलासम्म आइपुगेका छौँ। धानखोलामा हामी फ्रेस भयौँ। यहाँ देख्न सक्नुहुन्छ क्राइस्ट वारियरका भोकलिस्ट अनि राजेश दाई हुनुहुन्छ भने पाल्पादेखि पास्टर रबिन तमाङले पानी पिउँदै हुनुहुन्छ भने नवलपरासीबाट पास्टर गम्जीले पनि पानी अनि पिउँदै हुनुहुन्छ यो मूलको पानी। अनि हाम्रो यात्रा फेरि अगाडि बढ्यौँ र अहिले बढ्दै गर्दा हामी भालुबाङसँग आइसकेका छौँ जसको अनि यात्रा सिधै गऱ्यो भने हामी पश्चिम पुग्छौँ भने अब हामी उत्तरी भागतर्फ हामी प्युठान जिल्लातर्फ हामी यात्रा गर्दैछौँ। जाँदै गर्दाखेरि अनि एक ठाउँ मैले यो गाडी रोकेर अनि यो स्नेक भ्यूलाई हामी को कैद गर्न खोज्यौँ। यहाँ देख्न सक्नुहुन्छ कति मनमोहक दृश्यहरू छ, पहाडले घेरिएको छ। यो परमेश्वरको सुन्दर सृष्टिलाई हामीले अवलोकन गर्ने मौका पाएका छ र बाटोमा वाटरफल पनि हामी देख्न सक्छौँ, मिनी वाटरफल। र अब हामी प्युठानको खलङ्गा जाने ठाउँसम्म आइसकेका छौँ। अनि यो चोक हो तपाईँले देख्न सक्नुहुन्छ। प्युठान विशेष गरी अनि स्वर्गद्वारी एउटा भारत नेपालको पनि तीर्थयात्री अनि भएको एउटा तीर्थ एउटा ठाउँ एकदमै प्रसिद्ध स्वर्गद्वारी हामी देख्न सक्छौँ भने अहिले हामी यो खलङ्गा जानको निम्ति यो चकचके भाइरल रोड पनि तपाईँले देख्न सक्छ। यो रातिको समय एकदमै झिलिमिली हुने अनि गर्दछ। यो एक किसिमको भाइरल रोड हो भनेर हामी सुन्दछौँ। हाम्रो यात्रा फेरि पनि निरन्तर छ र निरन्तर जाँदै गर्दा अनि हामीले केही घरहरू देख्यौँ जुन अनि माटोले लिपेको पुरानो घरहरू हामी देख्न सक्छौँ। विशेष गरी हामीहरूको पनि पुरानो अनि टावर धरारा चाहिँ हामी थाहा गर्न सक्छौँ। त्यो पनि अनि माटो कलकत्राले लिपेको कुरा हामी थाहा गर्न सक्छौँ, जुन कुरा हामी प्युठानको पुरानो घरलाई पनि देख्न सक्छौँ। र फाइनली हामीहरूको डेस्टिनेसन प्युठान बिजुवारसम्म हामी आइसकेका छौँ र यो हामीहरूको होटल हो कालिका होटल। एकदमै राम्रो छ हाम्रो लागि। लामो समयको यात्रापछि हामी राति रेस्ट गऱ्यौँ र नेक्स्ट डे अनि पहिलो दिन जहाँ हामी लुम्बिनी प्रदेशका पास्टर तथा अगुवाहरूको कार्यशाला 2026मा हामी 4 दिनको तालिममा हामी सहभागी भयौँ। यो देख्न सक्छौँ प्युठानको बिजुवार चर्चको यो गेट हो। हामी गेटद्वारबाट प्रवेश गर्दै अनि यो अनि बाइक पार्किङहरू छ भने यता किचन डिपार्टको कुराहरू छ हामी देख्न सक्छौँ। यहाँ टेन्टहरू लागेको अनि यो हाम्रो पास्टरको घर अनि सँगसँगै हाम्रो यो चर्च बिजुवार चर्च। शारीरिक भोजनको निम्ति पनि प्युठानको यो पाठो अथवा खसी चाहिँ तयार भएको छ। दोस्रो दिन अब हामी प्युठानमा रहेको मल्लरानीसम्मको यात्रा गर्ने अनि जमर्को गरेका छौँ जहाँ हामी यो साँगुरे गल्ली तपाईँ देख्न सक्नुहुन्छ। अनि नेपालको मध्य भागमा पर्ने मल्लरानी गाउँपालिका नै भित्र पर्ने अनि मल्लरानीको माथि हिमाली भ्यूसम्म हामी जाँदैछौँ। तपाईँ देख्न सक्नुहुन्छ यो मनमोहक दृश्यहरू जहाँ हामी एकदमै आनन्दित र खुसियाली रमाट अनि प्रकट गरिरहेका छौँ। र फाइनली हामी मल्लरानीको माथि भ्यूसम्म हामी पुगेका छौँ जहाँ समुद्री सतहबाट चाहिँ 1655 मिटर अर्थात् 5429 फिट जति उचाइ पर्दछ। जहाँ हामी केही दृश्यहरू देख्न सक्छौँ र दृश्य देख्दै गर्दा यहाँ रमाइलो हाम्रो साथीहरूले पिङ खेल्दै गर्दा अनि रमाइलो गरिरहेको कुरा पनि हामी थाहा गर्न सक्छौँ। एक किसिमको इन्जोयमेन्ट हामी गर्दैछौँ, रिफ्रेसमेन्ट भइरहेको छ। यी सबै थोकबाट परमेश्वरलाई महिमा हामी दिँदछौँ।
जोखिमबाट बचाउनुहोस् प्रभु धन्यवाद प्रभु सबै कुरा तपाईँको हातमा जिम्मा सारा आदेश सबैमा बिन्ती प्रार्थना आमेन पनि गऱ्यौँ जय मसीह 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 खन्दाई जय मसीह जय मसीह जय मसीह जय मसीह जय मसीह मेरो दाइ जस एउटा राम्रो सम्झना रह्यो हामी फर्कदैछौँ यो फर्कने क्रममा मल्लरानीको तल ओह्रालोको यो भ्यू हो जहाँ देख्न सक्छौँ त्यहाँ अगाडि सिँढीहरूबाट पनि माथि डाँडासम्म पुग्न सक्छौँ त्यहाँ मन्दिरहरू देख्न सक्छौँ धेरैजनाहरू तीर्थयात्री यस ठाउँमा पनि आएको हामी थाहा गर्न सक्छौँ यो सुन्दर मनमोहक दृश्यले एउटै कुरा हामी दर्शाउँदछ कि हाम्रो जीवित परमेश्वरले अति सुन्दर रूपमा सृष्टि गर्नुभएको छ हाम्रो नेपाल देशलाई र हामी तल एउटा पुलसम्म आइपुगेका हौँ अनि मैले त्यहाँ एउटा क्याप्चर गरेँ यहाँ देख्न सक्छौँ चारैतिर एउटा उपत्यका नै जस्तै छ है अनि तेस्रो दिन हामी ड्याम जाने योजना बनायौँ जहाँ हामी यो ड्यामको भ्यूहरू तपाईँले देख्न सक्नुहुन्छ अनि यो ड्याम छ प्युठान जिल्लामा रहेको बुटोल पावर कम्पनी लिमिटेडले द्वारा निर्मित अथवा बनाइएको अनि झिमरुक जलविद्युत केन्द्र अनि ड्यामको यो बाँधको भित्र हामी हिँडिरहेका छौँ तपाईँले देख्न सक्नुहुन्छ माथि भागमा पनि खेतहरू छ तलको भागमा पनि खेतहरू छ तर बिचको भागमा ताकि आवाज जावतको निम्ति भनेर चाहिँ यो ड्याम निर्मित गरिएको छ जसमा रोड पनि समावेश गरिएको छ तपाईले देख्न सक्नुहुन्छ यो झिमरुक जलविद्युत केन्द्र हो र अब हामी प्युठानको झिमरुक जलविद्युत केन्द्रको ड्याम अथवा यो बाँधको अवलोकन गर्न गइरहेका छौँ जहाँ हामीलाई हाम्रो पास्टर सूर्य गिरीले अगुवाई गर्नुभएको छ उहाँको यो जन्मथलो गाउँमा यो ड्याम राखिएको छ जसको कारणले गर्दा हामी पनि भित्र गएर अवलोकन गर्ने यो अवसर मिलेको छ अनि हामी देख्न सक्छौँ यो राप्ती नदीको पानीहरू तपाईँले देख्न सक्नुहुन्छ पहाडी भेगबाट आउँदै गरेको पानीलाई ड्याम साइडमा त्यसलाई पानीलाई कन्ट्रोल गरेर केही पानीहरू चाहिँ अगाडि तिर पठाइएको छ भने केही पानी विशेष धेरै पानीलाई यता लेफ्ट साइडमा तपाईँले देख्नुहुन्छ कि यो अगाडि 1.5 किलोमिटरको सुरुङ मार्फतद्वारा चाहिँ यो पानीहरू सप्लाई गरेको छ जसको कारणले गर्दाखेरि विद्युतहरू उत्पादन हुन सकोस् भनेर यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो झिमरुक जलविद्युत केन्द्रको यो दृश्य मौसम गडबडीको कारणले गर्दाखेरि हामी एकछिन यहीँ बस्नु पर्यो अनि जसको कारणले गर्दाखेरि पानीहरू बहावहरू बढेर त्यो ड्याम साइडबाट ओभरफ्लो भएको हामी देख्न सक्छौँ अनि प्युठानमा पाइने फेमस 3 पिसेस पोर्क सेकुवा पनि हामी रमाइलो गऱ्यौँ साँझको समयमा यहाँ देख्न सक्नुहुन्छ हाम्रो आदरणीय पास्टर रबिन तामाङजीले रमाइलो गर्दै हुनुहुन्छ हामी सबैजना साथीहरू मिलेर रमाइलो गऱ्यौँ चौथो दिन अर्थात् घर फर्किने दिन हामी एकदमै खुसीसहित भएर बाइकमा यसरी पेट्रोलहरू हालेर हामी फर्कने क्रममा छौँ र फर्कँदै गर्दा अहिले हामी फेरि पनि भालुबाङको यो पुलसम्म आइसकेका छौँ जहाँ तपाईँले देख्न सक्नुहुन्छ यो पहाडको ठुलो दृश्यलाई तपाईँले देख्न सक्नुहुन्छ र यो भालुबाङको लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकाभित्र पर्दछ जहाँ देउखुरी गाउँले अथवा यो गेटहरू लगाएको कुरा हामी थाहा गर्न सक्छौँ माइजू हो ल हाम्रो माइजू सबैको माइजू नि अब साथीको माइजू हाम्रो सबैको माइजू होइन रविन्द्रको त माइजू हो Rain hit my pants, wind blow my way. I kick my feet, let the rain stay. Walk down the street, trees
No chain to bind, no ties behind, no one to lean, no cage inside. I take my pace, enjoy the day, keep moving forward, won't turn away. रसबरी गोलवाला हैन उधर देखो भाइ त्यसपछि वाउ यहाँ हेर्न सक्नुहुन्छ Rain hit my pants, wind blow my way. I kick my feet, let the rain stay. Walk down the street, trees sway and breeze. I listen close, hear the wind whisper. No chain to bind, no ties behind, no one to lean, no cage inside. I take my pace, enjoy the day, keep moving forward, won't turn away. परमेश्वरले हजुरलाई धेरै आशिष दिनुभएको होस्। खेमजी कहाँ हुनुहुन्छ खेमजी हुनुहुन्छ आफ्नो न्यू कारमा अनि आज स्पेसली हामीलाई डिनर ट्रिट दिनुभएको छ अनि हाम्रो खेम दाइलाई धेरै धेरै कङ्ग्रेचुलेसन यो व्यवसायमा जुन गाडी लिनुभएको छ यो व्यवसायबाट पनि प्रभुको महिमा भएको होस् आम्दानी भएको होस् अनि धेरै धेरै धन्यवाद र मेनी कङ्ग्रेचुलेसन टु खेम दाई डिनर पछाडि हामी सबैजना फर्किसकेका छौँ आफ्नो गन्तव्यतर्फ र अहिले हामी काकाबतिस भएर उहाँको एयरपोर्टसम्म आइसकेका छौँ सेवकाईको क्रममा हामी बाइक राइड गर्दै गर्दा केही स्पेसल मोमेन्टहरू हामीले लिएका छौँ हामी जाँदै गर्दा अर्थात् हामी त्यहाँ बस्दै गर्दा केही विशेष फोटोहरू अनि साथीहरूसँग नयाँ अनि साथीहरूसँग त्यहाँका करिकुलमहरू अनि ग्रुप फोटोहरू लिएका छौँ नयाँ ठाउँ हामी अवलोकन गरेका फोटोहरू लिएका छौँ जहाँ हामीले प्रार्थना गरेका छौँ अनि नयाँ साथीहरूलाई चिनेका छौँ भेटेका छौँ एकअर्कालाई चिन्ने अवसर मिलेको छ यी सबै थोकबाट हाम्रो जीवित परमेश्वरलाई नै अनि महिमा भएको होस् थ्याङ्क यू सो मच फर इच एन्ड एभ्री वान फर वाचिङ दिस भिडियो एन्ड ब्लग यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल धिरुभाइ ब्लग अनि तपाईहरु सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस् सी यू अन नेक्स्ट ब्लग हालेलुया